एभ्रीबडी सिलेबसको बारेमा हल्लाउने न्युज त छँदैछ, विश्वै हल्लाउने न्युज त छँदैछ है। सो आज हामी विश्वको भूगोल पढौँ है त। विश्वहरूले पनि हामी चाहिँ विश्वको बारेमा नलेज राख्नु पर्यो नि त। अब के गर्नु, एक्जाममा आउने यही हो। र मैले पहिलाको भिडियोमा पनि भनेको थिएँ, मान्छेहरू जिके पढ्नुपर्छ भनेर पनि कतिजना चाहिँ यो जिके स्किप गर्नको लागि पनि ब्याङ्किङ फिल्डतिर लागिरहेको मैले देखिरहेको छु क्या। कति भन्नु पनि हुन्छ नि त। अब यही ब्याङ्किङ फिल्डमा पनि 60 मार्क्सको जिके राखिदिएपछि त तनावग्रस्त सिचुएसन भयो। सो मर्ता त क्या नै गर्दा भने जसरी नै अब पढ्नु त पर्यो। अनि हजुरहरूलाई तयारी गर्नको लागि चाहिँ हामी यहाँ आएका छौँ र हामीले जाने जति इम्पोर्टेन्ट भए जति चाहिँ हामी सक्दो हजुरहरूलाई सेयर गर्नेछौँ। र अब चाहिँ धेरै गफ नगरिकन सुरुमा चाहिँ यदि हजुरहरू नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरिदिनु होला, लाइक सेयर कमेन्ट पनि गर्नु होला, आफ्नो साथीहरूलाई सेयर गर्नु होला। र पुरानै भ्युवर्स हुनुहुन्छ भने थ्याङ्क यू आजसम्मको साथ सपोर्टको लागि। अनि लाइक गर्नुभयो भने चाहिँ मलाई अझै मोटिभेट हुन्छ है त, खोजी हजुरहरूलाई हेल्प गर्नलाई। सो हाम्रो चाहिँ टिकटक च्यानल पनि छ, उता पनि यसो हेर्दै गर्नु होला। यता नभएको म्याक्सिमम् कुरा उता पनि हुन सक्छन्। सो अब चाहिँ लागौँ टपिकतर्फ। फर्स्टमा हाम्रो छ विश्वको भूगोल। यो चाहिँ हामीले पर्ने हुन्छ है, ब्याङ्किङ निजामती सबैतिरको लागि यो चाहिँ इम्पोर्टेन्ट हो, कभर गर्छ। सो यो चाहिँ ब्याङ्किङको मात्रै स्टुडेन्टले नभएर अरू सेक्टरको स्टुडेन्टको लागि पनि इम्पोर्टेन्ट भिडियो रहेको छ। सो सुरुमा अब यसमा हामीले के हेर्ने भन्दाखेरि बेसिकदेखि हेर्दै जाने। अब बेसिकमा के पढौँ भन्दाखेरि पिता, भूगोलको पिता चाहिँ को हुन् त भनेर पढ्यो होइन। सो भूगोलको पिता चाहिँ को हुन् भन्दाखेरि इराटोस्थेनिज हुनुहुन्छ। त्यसै गरी हाम्रो यो भूगोल चाहिँ भौतिक भूगोल, मानव भूगोल भनेर छ है, आर्थिक भूगोल भनेर छ। जम्मा 3टा किसिमको भूगोल छ। के अरे, भौतिक भूगोल, मानव भूगोल र आर्थिक भूगोल। सो अब हामीले यिनीहरूको पनि फाउन्डर, यिनीहरूको पनि पिताको बारेमा हेर्नुपर्ने रहन्छ। सो फर्स्टमा भौतिक भूगोलका पिता भनेर चाहिँ एलेक्जेन्डर हम्बोल्ट हुनुहुन्छ। त्यसै गरी मानव भूगोलका पिता चाहिँ फ्रेडरिक रड्जेल हुनुहुन्छ। र यो मानव भूगोलको यो विकास चाहिँ 19औँ शताब्दीबाट हुँदै आएको हो। त्यसै गरी आर्थिक भूगोलका पिता चाहिँ जर्ज चिसोहम हुनुहुन्छ। सरी है साथीहरू, मैले चाहिँ अघि 3टा भूगोल भनेर भनेको थिएँ। सामाजिक सांस्कृतिक भूगोल पनि छ। सो यो भूगोलका पिता चाहिँ एलिसी रिक्लुज हुनुहुन्छ। साथै पृथ्वीको क्षेत्रफल 51 करोड वर्ग किलोमिटर रहेको छ, जसमा जलमण्डल र भूमण्डल गरेर रहेको छ। यो जलमण्डल र भूमण्डलको बारेमा चाहिँ हामीले पहिला योभन्दा अगाडिको भिडियोमा पनि डिस्कस गरेका छौँ, एकचोटि हेर्नु होला है। सो जलमण्डलको क्षेत्रफल चाहिँ 36 करोड 5,50,000 छ। र यो चाहिँ अब याद गर्न अलिक गाह्रो हुन्छ नि त। सो हामीले चाहिँ 70.8% रहेको छ भन्ने। अनि त्यसै गरी भूमण्डलको चाहिँ 29.2% रहेको छ भनेर चाहिँ याद गऱ्यौँ भने अलिक सजिलो हुन्छ। सो यो त हामीले हेऱ्यौँ भूगोलका पिताहरूको बारेमा, कति प्रकारको भूगोल छ। त्यसपछि अब चाहिँ हामी हेर्नेछौँ पृथ्वीका आन्तरिक तह, जसलाई चाहिँ सर्ट फर्ममा CMC पनि भनेर हामी किवर्ड दिन सक्छौँ। सी भनेको क्रस्ट, जहाँ चाहिँ हामी बस्छौँ है, पृथ्वीको बाहिरको तह। त्यसै गरी अर्को रहेको छ मेन्टल र कोर। र MCQ क्वेसनमा आउन सक्ने सम्भावना चाहिँ के हुन्छ भन्दाखेरि हामी बस्ने ठाउँलाई के भन्छ भनेर क्वेसन त्यसरी बनेको हुन्छ। सो क्रस्ट हुन्छ है, हामी बस्ने ठाउँलाई चाहिँ क्रस्ट भनिन्छ। पृथ्वीको क्रस्टको तहमा चाहिँ हामी आजको भिडियोमा चाहिँ हामीले के हेऱ्यौँ भन्दाखेरि भूगोलका पिता, कति प्रकारको भूगोल हुन्छन् र सबैका पिता, त्यसै गरी जलमण्डल स्थलमण्डलको बारेमा र पृथ्वीको आन्तरिक तहको बारेमा हेऱ्यौँ। एकैचोटि लामो भिडियो बनाएर भने चाहिँ हजुरहरूलाई पनि खिचडी हुन्छ क्या हेर्नलाई। सो त्यही भएर म चाहिँ सर्ट बनाउँदै प्रेजेन्ट गर्दैछु, तपाईँहरूलाई पनि बुझ्न सजिलो होस् भनेर। सो आजको लागि यति नै। अब चाहिँ अर्को भिडियोमा हामी वायुमण्डल, महादेश, महासागरको बारेमा हेर्नेछौँ। सो भोलिको भिडियोमा पनि जोडिनु होला है त।
हस् त धन्यवाद। च्यानललाई अझै पनि सब्सक्राइब गर्नुभएको छैन भने च्यानललाई सब्सक्राइब नगरी नजानुहोला, साथै बेल आइकन पनि दबाइदिनु